ज्यू तपाईसँग सोध्न चाहन्छु म पैसाले कतिको बिगारिरहेको छ र कतिको चाहिँ सपारिरहेको छ जस्तो लाग्छ त हाम्रो देशलाई पैसाले चाहिँ बिगारेको छैन होइन किनभने पैसातिर मान्छे लागेर चाहिँ बिग्रेको हो नि त कानमा भनेर हुन्छ लिखित आउनु पर्यो नि उहाँले बोल्ने तपाईँहरूले टेबल ठट्टाउने कार्यपालिकामा पहिलोचोटि बस्दै हुनुहुन्छ कि के हो प्रमुखज्यूले कसरी बुझ्नुभयो मैले फुटपाथमा पार्किङ गर्ने कुरा गरेकै छैन केमा पार्किङ मैले सडकमा कुरा गरिरहेको छु सडकमा पाइँदैन पार्किङ गर्नु सडक विभागको आफ्नै ऐन छ होइन हामी उहाँसँग सम्झौता गर्ने सडक विभागको ऐन अनुसार हो त्यो हामीले गरेको काम चाहिँ सडक विभागको ऐन अनुसार छ हाम्रो संस्थाले किन काट्दैछ त्यो कानुन कारबाही गरौँला नि त कानुन कारबाही ढिला होला त्यहाँ काम पहिले भइरहेछ काम त ठेका लगाएपछि काम भइहाल्छ नि काम त ठेका लगाएपछि काम भइहाल्छ नि अनि बोले जस्तो कुरा कहाँ हुन्छ र गाह्रो छैन गाह्रो छ भनेर बसियो भने त चुप लाएर सुतेर बसे भइगयो त गाह्रो छ आज के उठ्नु आज म दिनभरि सुतेर बस्छु भन्दा भइगयो गाह्रो छ भने त भएन नि काम गर्न दिन्छ भने स्वतन्त्र व्यक्तिलाई काम गर्न गाह्रो हुन्छ काम गर्न दिने र नदिने भन्ने कुरै छैन नि स्थानीय सरकार हो नि त स्थानीय सरकार मेयरलाई काम गर्न दिने र नदिने भन्ने त कुरै छैन त्यो त सरकार हो त्यहाँ अपोजिसन बसेर त्यहाँनिर टेबल ठट्टाउने होइन नि त बर्खामा पानी पर्दाखेरि त त्यो सोसेर भित्र पानी जाने भयो नि त जमिनको पानी रिचार्ज हुने भयो तपाईँको घरको बोरिङमा अस्ति पानी नआएर गाह्रो परेको थियो अब त्यो बोरिङको पानी माथि आउँछ इनारको पानी माथि आउँछ इनारको पानी माथि आएपछि खोलाको पानीको लेभल पनि माथि बढ्छ सफा पिउने पानी चाहियो सुन्दै गर्नुहोस् न यहाँ आइसक्यो सफा पानी सुन्दै तपाईभन्दा अगाडिका मेयरहरूलाई अथवा यसभन्दा अगाडिका पदाधिकारीहरूलाई पनि त फोहोर त गनाउँदो हो नि यो टेक्नोलोजी त थाहा नभएको होइन होला होइन उहाँहरूलाई फोहोर पनि गनाउँदो हो उहाँहरूलाई टेक्नोलोजी पनि थाहा थियो तर उहाँहरूको गाडीको सिसा चाहिँ यति बलियो थियो कि त्यहाँभित्रै पसेन क्या तपाईँलाई अत्यन्तै तुच्छ नि सर अत्यन्तै तुच्छ राक्षसको वकिल भएर एउटा प्रश्न सोधौँ हजुर सोध्नु तपाईँ हारिहाल्नुभयो भने कसरी अनुहार देखाउनुहुन्छ यसरी नै देखाउँछु